बोटेबाट खजुर टिपेर खान्छु भनेर चाहिँ खजुर टिप्न आउनु भएको छ। खजुर काँचो खजुर खाने रे। मैले चाहिँ पाकेको खाँदैछु, पाकेको। यो खजुर चाहिँ अहिले फल्दैछ। यसमा तपाईँले देख्न सक्नुहुन्छ पहेँलो कलरको देख्नु भइरहेको छ। यो कलरमा आइपुग्छ। यसको ट्रान्स गर्मी छ। तपाईँहरूलाई म न मेरो शब्दले बयान गर्न सक्छु न तपाईँहरूलाई म देखाउन सक्छु। अहिले मेरो छाला एकदम एक्कासी तातेर आइसकेको छ। पाकिसकेका खजुरहरू यसमा चाहिँ अब यो खस्न सुरु। मैले टेस्ट गरेर भन्छु, यो एकदम तपाईँको भोक लागिरहेछ मेरो दाल भात खोइ चर्चा चलिरहेछ जातपात गई हामी ज्ञान बोकी आउँदैछौँ तनहुबाट तर भाषा चलिरहेछ मार्काट गई ध्यान दिएर। दर्शकबिन नमस्कार। अहिले हामी छौँ युएई को अलेन सहर, जहाँ चाहिँ हामी अवलोकनको निमित्त हाम्रो पहिलो दिन हामी चाहिँ अहिले हजुरहरूलाई खजुर देखाउन गइरहेका छौँ। 2 hours later र खजुरका विभिन्न परिकारहरू काँचो हुँदाखेरि, फल्नु अगाडि, फले पछाडि, पाक्न लाग्दा, पाकी लाग्दा, पछाडि पाकिसक्दा कस्तो कस्तो अवस्थामा रहन्छन् त। आउनु सबैजना मिलेर हामी एकैसाथ दर्शन गरौँ। यहाँ हुनुहुन्छ हाम्रो मिस खजुर। के छ त हजुर? अचानक यो घामको किरण पर्न साथ मेरो शरीर तातेर एक्कासी 47 डिग्री सेल्सियस तापक्रममा पुगेको छ। किन भन्दा यहाँको गर्मी जुन छ, बाप, तपाईँलाई मैले मेरो मुखले बयान गर्न सक्दैन त्यतिसम्मको यो गर्मी छ। जहाँ चाहिँ म अहिले तपाईँहरूलाई खजुर देखाउनको निमित्त भनेर बाहिर निस्केको छु। र यो जुन गर्मी छ, यो गर्मी यस किसिमको गर्मी छ, तपाईँहरूलाई म न मेरो शब्दले बयान गर्न सक्छु न तपाईँहरूलाई म देखाउन सक्छु। अहिले मेरो छाला एकदम एक्कासी तातेर आइसकेको छ। र तपाईँहरूलाई म देखाउन चाहन्छु यहाँको खजुरलाई चाहिँ हामीले कसरी राखिरहेको हुन्छौँ भन्दाखेरि, यो तपाईँले माथि देख्न सक्नुहुन्छ यो खजुर, यो अब पाक्न लागेको खजुर हो। जहाँ चाहिँ अब यो पाकिसके पछाडि चाहिँ तपाईँहरूलाई म अलि नजिक गरेर देखाउँछु यो चिज। यो तपाईँले देख्न सक्नुहुन्छ यहाँ अहिले घामको रिफ्लेक्टले गर्दा तपाईँहरूलाई अलिकति क्लियर देखिरहेको छैन, तर यसमा तपाईँले देखिरहनु भएको छ यहाँ जुन चाहिँ अब पाकिरहेका खजुरहरू छन् यसरी यो खसिरहेका छन्। जुन चाहिँ तपाईँको यो थैली, यो एक किसिमको हरियो थैली छ। यो हरियो थैलीमा चाहिँ एक किसिमले के भइरहेको छ त, यसलाई त्यो खसिरहेकाहरूलाई चाहिँ सम्हालिरहेको छ। अब यो जुन खजुरहरूको परिकार छ, यो अब यस